आज चाहिँ उभौली पर्व चण्डी पूर्णिमाको दिन हामी फालेलुङ गाउँपालिका वडा नम्बर 6 का हामी सम्पूर्ण जनहरू यहाँनिर सामूहिक पूजाको लागि तयारी गरिरहेका छौँ। चेलीबेटीहरू दियो कलश माझ्नुमा व्यस्त, हाम्रा बुबुहरू सबैजना यहाँ चाहिँ विशेष आज पञ्चामृत तयार गर्दै हुनुहुन्छ है। पञ्चामृतको रूपमा मेकर टिम यहाँनिर भर्खर सुरु हुनुहुन्छ। उहाँहरू एकदमै भाँडाकुँडा लिएर तयारी अवस्थामा एकदम पोसिलो स्वादिष्ट खाना खाएर बाँकी सबै पूजा गर्ने होइन। सामूहिक पूजातिर लाग्ने ल ल यार सबैलाई धेरै धेरै धन्यवाद। यहाँ चाहिँ हामी सेमिचुङभित्र यो पूजाको लागि हामी यसरी तयार गर्दैछौँ रामसिंह बुबु र म। अब यो तयारी गरिसके पछाडि हाम्रो सामूहिक पूजा यही हलभित्र हुनेछ। भरेको दृश्यहरू म यहाँलाई देखाउँदै नै जानेछु। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोस् है। यो बेला चाहिँ मण्डप तयारीको क्रममा रामसिंह बुबुले निरन्तर दिइराख्नु भएको छ। यतिखेर चाहिँ चाना आलु चाना काट्दै हुनुहुन्छ हाम्रा महानुभाव बिजुहरू। यहाँ चाहिँ के पाक्दैछ भन्दा साथीहरू नि सब्जी आलु चाना पाकिरहेछ है भाँडामा यसरी। फेरि पाक्ने पनि अन्तिम तयारीमा। बुबुले गाह्रो भयो त भयो। केटाकेटी के खाएको? खिर के खाएको रे? ए सानो के खाएको? माम कस्तो छ? मिठो छ? ए दुईमा चाहिँ खाइसक्नुभयो? ए ल ए यहाँभित्र चाहिँ के खाएको? भित्रको टोली चाहिँ के छ र अकमक फेरि छैन त बोल्दै छैन त मैले हराएछ। तिमीलाई खासै मन पर्दैन अरे। यो हाम्रो निर्माणाधीन सेमिचुङ भवन पक्की भवन यहाँ निर्माण भइरहेको छ। यो कम्प्लिट हुन अब बाँकी छ है। यहाँबाट यसो भित्रको संरचना यसरी देख्छौँ। अब यो स्थानमा यो पक्की भवन बनिरहेको छ। यहाँबाट हामी भित्र प्रवेश गरेर यो पुरानो सेमिचुङ भवनमा हामी आज उभौली पर्व पूजा मनाउन लागिरहेका छौँ। हाम्रा आगन्तुकहरू यहाँनिर यसरी चप्पल खोलेर भित्र प्रवेश गरिसक्नु भएको छ पूर्व तयारीमा। सहभागीहरू एकदमै आउने क्रम जारी छ र यसरी यहाँ हाम्रो यो मण्डप सजाउँछ। यहाँ चाहिँ अब धेरैजना आज आउन बाँकी छ। प्रति घरबाट यो दियो कलशहरू लिएर यहाँनिर यसरी सजावट गरेर हामी आजको उभौली पर्व पूजा गर्न लागिरहेका छौँ। मान्छेहरू यहाँ तयारी अवस्थामा हुनुहुन्छ। अब यहाँनिर 5 जनाको संयोग पश्चात हाम्रो यो उभौली पर्व सामूहिक रूपमा हामी पूजा सुसम्पन्न गर्नेछौँ। त्यस पछाडि हामी गाउँ गाउँमा गएर हाम्रो माग्नेसा राख्ने कार्यक्रम पनि हामी आज नै सुसम्पन्न। अब उपस्थितिहरू सम्भवतः आउने क्रममा चाहिँ जारी नै छ र पनि अब हामी समयको पाबन्दीलाई मध्यनजर गर्दै आजको हाम्रो यो यान्सन विधिलाई हाम्रो यो पूजाको कार्यक्रमलाई हामी अगाडि बढाउने तयारीमा छौँ। यतिखेर चाहिँ दीप प्रज्वलन प्रमुख साइनबाट भइरहेको छ। थालीमा रहेको मेन कलश दियो।
निश्चय सुरु भएको छ। निश्चय एउटा सांस्कृतिक बनिएका छन् र यो निश्चय चाहिँ विशेष गरेर अलौकिक भाषामा छ र निश्चयलाई हामी यति नै बुझौँ, निश्चयलाई हामीले शब्दमा खोज्नु हुँदैन। शब्दमा खोज्यो भने भेटिँदैन। शब्द भनेपछि अर्थ हुनुपर्छ, अनि मात्रै शब्द शब्द हुन्छ। तर त्यो शब्द उदाहरण दिन्छु। मन्जरी भन्यो भने कोपिला, कोपिलालाई मन्जरी पनि भनिन्छ अनि मन्जरीलाई कोपिला भनिन्छ। त्यो शब्दको अर्थ लाग्छ भने त्यो शब्द हो, यदि अर्थ लाग्दैन भने त्यो शब्द होइन। र यसबाट के यो आवाजहरू सँगसँगै हाम्रो भावहरूलाई बहाउन सक्नुपर्छ ध्यानमा। साथमा यो दीप प्रज्वलन सँगसँगै हाम्रो अभिभावक, हाम्रो लिडर, आदरणीय निर्वाचित वडा नम्बर 6 को अध्यक्षज्यू पाल्नुभएको छ, उहाँको बाहुलीबाट। त्यसै गरी म नरेश सर, त्यसै गरी हाम्रो लामाहरू, ज्येष्ठ नागरिकहरूलाई हजुरहरूले अगुवाई गराइदिनु होला। त्यसै गरी हाम्रो हजुरहरूले अब मिलाएर एउटा दुईटा कति पुग्छ, एउटा ज्यादा चाहिँ पुग्दैन। पालैले बत्ती बाल्दै हजुरहरू गएर रहनुहुनेछ आफ्नो आफ्नो ठाउँमा है। एक घरकोले एउटा बालिदिनुहोस्, दुईटा बालिदिनुहोस्, तिनवटा आउनुहोस्, पालो पालो आउनुहोस्। समग्र समग्र रूपमा दीप प्रज्वलन भइरहेको छ। यो माराईको दीप प्रज्वलन एक घरबाट एकजनाले दीप प्रज्वलन गरेको हुन्छ। समग्र यहाँनिर न भयो गोपाल, ल भयो 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 हजुर। शान्ति, शान्ति भनेको आनन्दले, प्रेमले, खुसीले रहन सक्नु, सुस्वास्थ्य भएर रहन सक्नु नै साधारणतया शान्ति हो। तर यो शान्ति गौतम बुद्ध उहाँको पनि 2569औं जन्म जयन्ती, बुद्ध जयन्तीको दिन आज हो कि होइन? हजुरहरू सबैलाई बुद्ध जयन्तीको पनि हार्दिक हार्दिक सुस्वास्थ्य र शान्तिको मङ्गलमय शुभकामना व्यक्त गर्दछु। भगवान बुद्धको आज जन्म जयन्तीको दिन बत्ती बढ्न सक्यो भने हामीले जीवनमा अनावश्यक रूपमा हाम्रो स्वास्थ्य बिगार्दै, हामी रोगी बन्दै, हामी पीडित हुँदै भनेर 4 आर्य अध्याय सत्य पनि उहाँले लेख्नु भएकै छ। हामी प्रेमवादीहरूले पढ्न मिल्छ, हामीले कति पढ्न बुझ्न खोजिरहेका छौँ। हजुरहरू त्यसमा अगाडि हुनुहुन्छ भने बधाई पनि दिन चाहन्छु। म पनि कोसिस गर्छु थोरै थोरै। जो बुद्धले संसार दुःखमय छ, दुःख छँदै छ, समस्या छ संसारमा, तर त्यो दुःखको कारण पनि छ, निवारण पनि छ भनेर मैले पनि भने होइन। माग्दै सम्झिनुहोस् अनि यो पुर्खाहरूलाई सम्झिनुहोस्। पुर्खाहरूले हामीलाई इमान्दारी हुन सिकाएको नै ज्ञान भेटिन्छ। हामी पनि इमान्दारी बनेर अगाडि बढ्यौँ भने पुर्खाहरूको सपना पनि पुरा हुनेछ भनिकन हजुरहरू सबैलाई आग्रह गर्छु, हात जोडेर बस्नुहोस्। बाँकी यहाँ निश्चयबाट पनि रहनेछ।
हामी उभौली समय 2082 को आज दिनमा छौँ। यो उभौली समय अब 6 महिनाको अगाडि छ। 6 महिनाभरि सारा बाढी पहिरो दैविक प्रकोप लाग्दैछ। त्यस्तोहरूबाट जोगिन सकौँ, सारा खेतीपालीहरूलाई राम्ररी गोडमेल गर्न सकौँ अनि मलजल गर्न सकौँ भनेर सम्झिनुहोस्। अनि यो 6 महिनाभरि सुस्वास्थ्य रहन सकौँ, दशाहरू हटोस्, ग्रहहरू काटियोस्, दुःखहरू हट्दै जाओस्, रोग कष्टहरू घट्दै जाओस् भनेर भगवान्लाई आशीर्वाद माग्दै बस्नुहोस्। अनि उभौलीको बारेमा त हामीलाई थाहा छ, घर घरमै पहिला भन्नुभएको छ संयोजीहरूले। र पनि यो उभौलीको सुरुवात अलि अगाडिबाट भए पनि हाम्रो साकेला थानामा छ विधि। प्रेमबा दर्शनमा पनि त्यो छ, हजुरहरू 6 नम्बरले त गरिराख्नु पनि भएको छ। अस्ति मैले सुरेन सरको अगुवाईमा माथि मेलामा पनि देखेको थिएँ, हजुरहरूको यहाँ माथि सिखारे माथिको मेलामा यो प्रेमबा दर्शनमा संस्कार संस्कृति अगाडि बढाउनु छ। त्यसले गर्दा हजुरहरूलाई यो प्रार्थनाको लागि धेरै धेरै धन्यवाद। जय प्रेम। यतिखेर यो अन्तिम चरणमा हाम्रा स्वयं प्रमुखबाट आशीर्वाद स्वरूप दीप दियोको टिका अर्पण गरेर आशीर्वाद प्रदान गरिदिँदै हुनुहुन्छ। यस पछाडिको हाम्रो कार्यक्रमहरू हामी अगाडि बढाउनेछौँ। यो सरस्वती यसरी अगाडि बढिरहेको छ। यता आउनुहोस् तीन चरणमा गर्नेछौँ। हात जोड्नुहोस्, जता जता हुनुहुन्छ उभिएर बसेर धन्यवाद छ। र अन्त्यमा हाम्रो सुरेन सरको अध्यक्षतामा वडा स्तरीय हामीले यो उभौली सेवा सबै यात्रीहरूको माझमा कोहीजना नभ्याउनु भए पनि उहाँहरूको पनि सङ्कल्प गर्दै सेवा गर्दै हामीले सम्पन्न गरेको छौँ। तपाईँहरूको टिमलाई, कमिटीलाई, नारी युवा सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि आजको यो पूजाको अवसरमा हाम्रो अग्रज कार्यकर्तादेखि लिएर हाम्रो वडाको निर्वाचित हाम्रो वडाध्यक्ष लगायत वडा सदस्यज्यूहरू, कर्मचारीज्यूहरू सबैजना आउनुभयो। सबैलाई धेरै धेरै धन्यवाद दिँदै हाम्रो एमएलए निर्माण पार्कको विभिन्न सेक्टर, युवा, नारी र मूल कमिटीको विभिन्न सेक्टरमा रहेर आफ्नो जिम्मेवारी वहन गर्नुहुने अनि यहाँ समाजको लागि डट्नुहुने खट्नुहुने समाजसेवी महानुभावहरूप्रति म शिर निहुराएर नतमस्तक हुँदै म सम्पूर्ण कार्यको अन्त्यमा आएको छु। र यतिखेर हाम्रो पूजा सके पछाडि हाम्रो आमाहरू यसरी यो अर्ग्यानिक पातमा खाजा खाने कार्यक्रम भइरहेको छ है। मिठो भइरहेछ ल है। भोलि सेवामा यहाँलाई धेरै धन्यवाद।
1.5 लाख भारूको समय राम्रो पर्ने गरी ल है हजुरले चाहिँ सक्नुभयो हो सकियो अब यो है चिया पनि खाइसक्यो धेरै धेरै धन्यवाद पूजा सम्पन्न आज पूजा सम्पन्न भयो ल मान्छे टोली खाने क्रममा यता पूजा चलिरहेको छ यो सम्पन्न भइसकेको छ यता सानो बाबुहरू पनि खाने क्रममा यतिखेर चाहिँ पूजा अनि खाजाको कार्यक्रम सकेर अब घर घर माग्ने सार राख्ने काम भइरहेको छ महेन्द्र दाइकोमा यहाँनिर छतमा एउटा माग्ने सार राखिराख्नु भएको छ अब यो सके पश्चात हामी साबिक सिदिन 2 साबिक सिदिन 1 र सादिन बासवटीतिर नै हामी जानेछौँ र साबिक सिदिन 3 तिर पनि हामी अघि यसरी नै माग्ने सार राख्दै जानेछौँ भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद कृपया लाइक शेयर र सब्स्क्राइब गरिदिनु छ है